अर्ग्यानिक ढुङ्गा। यो चाहिँ रुद्राक्षको बिरुवा भइहाल्यो, घर भइहाल्यो। ल धेरै समय भइसकेको थियो, म पनि घरतिर नआएको। अहिले चाहिँ ठ्याक्क समय मिलाएर ठ्याक्कै यो बर्खा सिजनमा चाहिँ घर आएको छ। हेलो साथीहरू, वेलकम ब्याक माई युट्युब च्यानल भन्दै फेरि मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ म घर आइसकेको छु होइन। अब घर आइसकेको छु। घरमा चाहिँ यो देखिएको चाहिँ अब घर भयो भने म चाहिँ आज यहाँ अब मेरो घरमा चाहिँ के कस्तो खालको बोट बिरुवाहरू रोपेको छु होइन। करोड पर्ने खालको बोट बिरुवाहरू रोपेको छु होइन। त्यो चाहिँ अब तपाईँहरूलाई म देखाउने छु। लेट्स गो। बोट बिरुवा यो बिरुवा चाहिँ तपाईँहरूले देखिरहनु भयो होला होइन। यो चाहिँ अब पछि ठुलो भयो भने चाहिँ लगभग यो चाहिँ करोडपति बन्ने माल हो होइन। यो बुद्ध चित्त भन्छ। यो बुद्ध चित्तको बिरुवा भइहाल्यो। यतापट्टि भनेको यो के होला, यो थाहा पाउनुभयो। यो चाहिँ रुद्राक्षको बिरुवा भइहाल्यो। रुद्राक्ष भयो। यतापट्टि यो गाड छ होइन। यो चाहिँ स्याम्पल मात्र देखाएको छु तपाईँहरूलाई। यहाँ मुनि चाहिँ थुप्रै यो गाड अनि रुद्राक्ष अनि उहरू रोपेको छु। यो चाहिँ तपाईँहरूलाई थाहा छ कि छैन, मौसम भन्ने थाहा छ। यो चाहिँ यत्रो भइसकेको छ। ट्याक्क मौसम चाहिँ फलेर जुनार भन्छ, जुनार। ए यत्रो झ्याङ छ है, खतरा छ। 2 बोट छ होइन। यहाँ सुन्तला पनि छ। यो केरा भइहाल्यो। केराको झ्याङ पनि देखिसक्नु, सबै तपाईँहरूले बोट बिरुवाहरू देखिसक्नु भयो होइन। म चाहिँ अहिले घरतिर यहाँ डुलिराखेको छु। अब फेरि सुनकोसीमा ऱ्याफ्टिङ गर्नको लागि चाहिँ अब यहाँ डुङ्गा पनि बनाइरहेको छ भाइले। डुङ्गा पनि म तपाईँहरूलाई देखाउँछु। डुङ्गा बनाउने मान्छे मेरो भाइ हो। भाइ चाहिँ म तपाईँहरूलाई टक्क डुङ्गा बनाउँदैछ होइन। कत्रा खालको डुङ्गा यो चाहिँ भनेको सुनकोसीमा लगेर ऱ्याफ्टिङ गर्नको लागि होइन। टक्क अगाडि पछाडि बस्ने खतरा हो नि त। सिप त छ त, गरिखान्छ त केटोले फेरि। त्यही भएर होइन यस्तो खतरा खालको यो डुङ्गा छ। हेरिसक्नु भयो होइन डुङ्गा पनि होइन तपाईँहरूले। यो चाहिँ खास डुङ्गा होइन। यो चाहिँ होइन हामीले घरमा चाहिँ डोजर पालेको छौँ। अब घरमा अब त्यो पालेको डोजरले चाहिँ अब यो चारो दिनको लागि यो बनाएको हो खासमा होइन। मैले चाहिँ डुङ्गा हो नि, तर वास्तवमा यो डुङ्गा चाहिँ होइन ल। त्यही भएर डुँड भन्छ यसलाई चाहिँ। डुँड बनाउने मान्छे हो भाइ, मेरो भाइ हो होइन। खतरा खालको छ। सानो थियो अहिले चाहिँ बढ्यो, यत्रो ठुलो भइसकेको चाहिँ। यो के रुख भन्छ यार, यो त ठ्याक्कै थाहा भएन। यो मकैहरू भइहाल्यो। मकै भइहाल्यो। यो पडमेरोको रुख भइहाल्यो। जतातता चाहिँ घाँसै घाँस छ। अब यो चाहिँ मेरो घर भयो होइन। तपाईँहरूले देख्नु सक्नुहुन्छ, घर भइहाल्यो। यहाँ चाहिँ फेरि कफीको बिरुवा छ होइन। यत्रो भइसकेको छ कफीको बिरुवा। यो फर्सी भइहाल्यो। टमाटर, लोकल टमाटरी ट्याक्क कस्तो खतराले फलिरहेको छ, पाकि पनि राखेको छ। घरमा चाहिँ आयो भने टमाटर किन्नु पर्दैन, बजारतिर गयो भने मात्र किन्ने भनेको। यहाँ घरमा आइसकेपछि यो टमाटरहरू केही पनि किन्नु पर्दैन ल। घरमै सबै अर्ग्यानिक कुराहरू हुन्छ होइन। त्यही भएर अब घर छोडिसकेपछि मात्रै हो पैसा खर्च हुने। घरमा आयो भने केही पनि खर्च हुँदैन। ट्याक्क आफ्नो पैसा सेभ भइहाल्छ। ट्याक्क लगाएर यो गाडको बिरुवा तपाईँहरूलाई देखाउँछु। यत्रो ठुलो भइसकेको छ होइन। पछि फलेपछि पनि म तपाईँहरूलाई भिडियो मार्फत देखाउँछु। चिप्ली भेन्डी भइहाल्यो। यो केरा झ्याङ भइहाल्यो। यहाँ किरा लागेर यो झर्न थालिसकेको छ। फेरि मौसम झर्न थालिसकेको छ होइन। मौसम फेरि यत्रो सानो झ्याङ होला भन्ने सोच्नु भएको होला। यति ठुलो भइसकेको छ, यति धेरै फलाएको छ, लट्टरमै फलाएको छ क्या। माथितिर त झन् डाला नुहेर होइन। त्यो ओकोबारी खोर्सानी भइहाल्यो। यस्तो फलाएको छ कि आँपको पनि बोट छ, तर यो आँप चाहिँ अब फल्दैन होइन। पहिला फल्थ्यो, पछि चाहिँ यो सब घाँस काटेर बाख्रालाई दिन थालेपछि यो फल्दैन। यो चाहिँ मौसम भइहाल्यो।
यस्तो राम्रो यो चाहिँ त्यति फलाएको छैन त्यहाँ माथि छ ल यो माथिको चाहिँ यति धेरै फलाएको कि त्यो म तपाईँहरूलाई भरे देखाउँछु कसैले चाहिँ यसलाई बरेला करेला के जाति भन्दो रहेछ होइन ठुलो करेला के भन्दो रहेछ तर हाम्रोतिर चाहिँ इस्कुस हुन्छ यो इस्कुसको झ्याङ पनि यति धेरै छ ठुलो भइसकेको छ यो चाहिँ अब तरकारी खानको लागि सुमुन्टा पनि खान सकिन्छ यहाँ चाहिँ अर्कै रुद्राक्ष होइन रुद्राक्ष यत्रो ठुलो भइसकेको छ है करोडको माल काँक्राको बिउ काँक्राको यो चाहिँ झ्याङ भइहाल्यो भर्खर सानो बढ्दैछ यो चाहिँ पछि खतरा फल्छ फेरि हरियो काँक्रा हो नि त सुन्तला भन्नु होला होइन यहाँ पनि यो गाड चाहिँ भर्खर रोपेको बिरुवा चाहिँ यतापट्टि छ यो सुन्तलाको बिरुवा यत्रो छ अझै फलेको छैन अब केही समयपछि पनि खतरा फल्छ यहाँ फेरि यति कागज यति धेरै फलेको छ कि कुरै नगरौँ मसिनो छ तर यति धेरै फल्यो है आमा पछि यो पुरै झ्याङ नै ढाकिन्छ यस्तो खतरा छ सरर कागती कागती यतापट्टिदेखि यो घर भइहाल्यो यो कराईलाई झ्याङ भइहाल्यो ल जुना यस्तो लटरमा फलेको छ पुरै ढलेर चाहिँ यो पुरै यहाँ ठेलेर राखिरहेछ ल बाख्रा पार घरतिर आयो भने चाहिँ अब त्यही भएर चाहिँ अर्ग्यानिक खानेकुराहरू अब अर्ग्यानिक बसाइहरू हुन्छ होइन त्यही भएर चाहिँ अब घरतिर चाहिँ आउन चाहिँ मन लाग्छ घरतिरै बसिन्छ प्रायः जस्तो चाहिँ काम विशेषले गर्दाखेरि घर छोडेर परदेशमा बस्नुपर्ने हुन्छ होइन अब घर आउँदाखेरि यही हो भाइ आउँदाखेरि भाइले आफ्नो काम टकटक जानेको काम घर गरेर सघाउने हो बुवा मम्मीलाई अब मैले नि होइन आफूले जानेको कामहरू गर्ने सघाउने अब कति दिन बसिन्छ त्यतिसम्म सघाउने अनि बल्ल आफ्नो कामको लागि चाहिँ बाहिरतिर जानुपर्ने हुन्छ है समय भइसकेको थियो म पनि घरतिर नआएको अहिले चाहिँ ठ्याक्क समय मिलाएर ठ्याक्कै यो बर्खा सिजनमा चाहिँ घर आएको छ र अब यहाँ एउटा ट्याक्कै भिडियो बनाउने मौका नि पाएँ एकदम बाहिरतिरको हरियाली होइन अब तपाईँहरूलाई चाहिँ मेरो भिडियोले चाहिँ तपाईँहरूले हेरेर साथ दिनुहुन्छ भन्ने मलाई लाग्छ त्यही भएर चाहिँ